हेलो साथीहरू, स्वागत छ तपाईलाई आजको मेरो मिनी भ्लगमा। बिहान उठेर फ्रेस भइसकेपछि आज दिनको सुरुवात हुन्छ पूजा गरेर। पूजा गरे, दियो बत्ती बाले, त्यसपछि मैले आफ्नो बेडहरू मिलाउन थाले। अनि त्यसपछि आज दिनको सुरुवात चियाबाट हैन कागती पानीबाट गरे। अब चियाको बानी लागिसकेपछि कागती पानीले त छुदो पनि नछुदो रहेछ। आजको खाजामा चाहिँ साथीले ल्याइदिएको कोसेली प्लस ब्ल्याक कफी खाइम। बिहान खुसी खुसी सुरु भएको मेरो दिन साँझसम्म पुग्दाखेरि यस्तो भयो। भन्छ नि साँझ परेपछि चराचुरुङ्गी त आफ्नो गुरमा फर्किन्छ, तर म आफ्नो घर नफर्किन पाउँदा कहिलेकाहीँ त्यसै मन आत्तिन्छ। झन् यो पिरियड हुने बेलामा त झनै धेरै घरको याद आउँदो रहेछ। कहिलेकाहीँ जीवनले यति टाढा ल्याइदिन्छ कि घर केवल एउटा ठाउँ मात्र नभएर एउटा सम्झना, एउटा भावना भनेर बसिदिन्छ। झन् चाडपर्व आउँदै गर्दाखेरि सबै आफ्नो परिवारसँग रमाएको देख्दा झनै मन रुदो रहेछ। जे होस्, म कमजोर हुँदा मलाई बलियो बनाउने, घरको यादले मन भारी हुँदा मेरो कुरा चुपचाप सुन्ने र मेरो हरेक आँसु पुस्न तयार रहने मेरो श्रीमान मसिङ हुनुहुन्छ। घरको याद त आज पनि उस्तै आउँछ, परिवारलाई सम्झेर मन त आज पनि उस्तै रुन्छ, तर जे होस् मनमा शान्ति छ, किनकि जीवनको यो यात्रामा मेरो साथ कहिले नछोड्ने एकजना मानिस मसिङ हुनुहुन्छ। त्यसको लागि भगवान र मेरो बुढो दुवैप्रति सधैँ आभारी रहनेछु। आफूलाई म जति बलियो बनाउन देखाउन खोज्दाखेरि पनि यो महिनाको केही दिन चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। मन भारी हुँदाखेरि मनलाई शान्ति बनाउने मेरो एउटा मात्र सोलुसन, पुकु ठुलमम्मीले धेरै मिस गरे ह तिमीलाई। अब छिट्टै आउँछ ठुलमम्मी तिमीलाई भेट्नको लागि। आज मेरो मुड एकदम खराब भएपछि बुढोले बाहिर निस्किम न, मुड फ्रेस पनि हुन्छ भनेपछि हामी लाग्यौं वेकअपतिर। वेकअप पुगिसकेपछि बुढाबुढीको एउटा मिरर सेल्फी पनि लियौं। बिहानको सुरुवात हेल्दी ड्रिङ्क्स कागती पानीबाट भएको। साँझ पुग्दासम्म यस्तो खानेकुरा खाएर मैले आजको दिन एन्ड गरे। अनि यो ठाउँ देख्दाखेरि त अहिले नै घर गइदिउँ जस्तो पो लाग्न थाल्यो। बाई बाई साथीहरू, आजको लागि यति नै। भोलि फेरि भेटौँला नयाँ मिनी भ्लगमा।